हामी अहिले के छ भने बँदेलको एउटा कहानी भन्छु म तपाईँहरूलाई। बँदेलको बच्चा 4-5 वटा हुन्छ नि, आमाको पछि 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 हिँड्छ अरे। म सक्सेस भएको छु कि छुइनँ, म एक्लै गरी खान सक्छु कि सक्दिनँ भनेर बँदेलको बच्चालाई के गर्छ अरे भने मङ्सिर पुस लाग्देपछि जङ्गलमा निगालो भन्ने हुन्छ क्या, सानो खालको बाँस, मङ्सिर पुस माग्छ। त्यो बाँसको टुप्पोमा के हुन्छ भन्दाखेरि शीत जमेको हुन्छ क्या, अनि कुदेर गएर त्यसले च्वाट्ट हान्छ अरे क्या, म सक्सेस भएको छु कि छुइनँ, म एक्लै गरी खान सक्छु कि सक्दिनँ भनेर कुदेर गएर च्वाट्टै हान्दाखेरि ट्वाक्कै छिन्यो नि त्यो बाँस, छिन्दा त्यो शीत डडेलामा पऱ्यो भनेदेखि नि, परेन भने फर्केर आउँदैन अरे। म अब सक्सेसफुल भएँ, म अब आमाको पछि लाग्दिनँ। फेरि एक थोप लाग्यो भने फेरि फर्केर आउँछ अरे कि आमाको पछि। हो, यो बँदेलको बच्चा जस्तै तपाईँहरूलाई अब इन्चार्ज बनाएर पठाएको छ। तपाईँहरू सक्सेस हुने नहुने आफ्नो कमिटी बनाएर होइन देश हाँक्न हिँड्नुभएको नि त, तपाईँहरू जनताको माग पुरा गर्न हिँड्नुभएको नि त, हिँड्नुभएको नि त। त्यसले गर्दाखेरि तपाईँहरूलाई यो ठुलो अवसर पनि हो फेरि, अनि चुनौती पनि हो। मान्छेको जीवनमा अवसर पनि हुन्छ, चुनौती पनि हुन्छ। जसले चुनौतीलाई अवसरमा परिणत गर्न सक्छ नि, त्यही मान्छे क्यापेबल पनि हुन्छ, सक्सेस पनि हुन्छ। यो संसारको मान्छेको हिस्ट्री हो। मेरै हिस्ट्री हेर्नुहोस्, कहीँ जानु पर्दैन। क्यान्सर रोग लाग्यो, गएर उपचार गरेर आइयो, क्यान्सर हस्पिटलै बनाइयो। क्यान्सर रोग लाग्यो, त्यो एउटा अवसर, चुनौती हो। त्यसलाई मैले के गरेँ, त्यो नेगेटिभ कुरा हो नि, त्यसलाई पोजिटिभमा भएर ल्याएर क्यान्सर हस्पिटलै बनाइदियो। अहिले एसियाको नमुना क्यान्सर हस्पिटल छ, संसार मान्छे आएर उपचार गर्छ होइन। अहिले हामीसँग पेट सिटी, हामीले यहाँबाट पेट सिटी गर्न दाइ पनि त क्यान्सरको पीडित हो, दाइ बम्बई जानुहुन्छ होइन, यहाँ त हुँदैन। तर हामीले 50-55 हजारमा क्यान्सर रोगीको लागि पेट सिटी गरिदिएको छ भनेपछि चुनौती पनि छ, अवसर पनि छ। यो दुईटै कुरालाई हामीले मिलाएर लिएर हिँड्न सक्यौँ भने हामी सक्सेस हुन्छौँ, हामी सक्सेस हुन्छौँ। र हाम्रो बिचमा दाइलाई म एउटा यही भन्छु, यत्रो साक्षी राखेर म दुर्गा माताको भक्त हो, मलाई लोभ छैन, मलाई लोभ छैन, दाइलाई पनि लोभ छैन। नभइसकेपछि अब कुरा के हो भने मिलो, हामी दुईटैलाई अध्यक्ष पनि चाहिएको छैन, उपाध्यक्ष पनि चाहिएको छैन त सधैँ। हामीलाई के चाहिएको छ? हामीलाई नेपाल चाहिएको छ, धर्म चाहिएको छ, नेपाली जनता चाहिएको छ। तपाईँ हामीलाई नि दाइ एउटा कुरो, यी भ्रष्ट गरेर जति कमाएका छन् नि, यिनले कमाए जति सम्पत्ति आज तपाईँ हामीले जति छ नि सम्पत्ति जोड्न सक्छौँ? सक्छौँ दाइ भन्नु न, सक्दैनन्। अनि किन हामीलाई चाहिँ के गर्नु छ, किन डराउनु? हामी त बुझ्यौँ नि त। यहाँ बोराजी हुनुहुन्छ, के अरे नामको, पर्जल बोराजी हुनुहुन्छ, उहाँले बुवाको इतिहासलाई चाहिँ जिउँदो राख्नु छ नि। अहिले सुन्नु न, राखेको यसपालि त मलाई सल्लाह गर्नु पर्थ्यो क्या। मैले केपी ओलीलाई हजुरबुवालाई के भनेको थिएँ भने तपाईँ नउठ्नुहोस् है, उठेर हार्नुभन्दा यसपालि उठ्नु भएको थिएन भने जित्नुहुन्थ्यो नि, कहिले नि। यो कुराको पनि सामना गर्नु पर्दो रहेछ, अनुभव भयो नि त। र अहिले कस्तो देखियो भने बाढी आउँछ नि, बाढी आइसकेपछि त्यो बाढी आएको ठाउँमा छ्याप्पै सुकेपछि त्यहाँ कस्तो चिज देखिन्छ, कस्ता चिज देखिन्छ नि, कोही कुहिएका साग, कोही भ्यागुत्ता उत्ताएर परेका, कोही रुखका जरा देखिन्छन् नि। अहिले यो पार्टीको हालत त्यस्तै भयो, यो अहिले आएको पार्टीको। अब कोही सदनमा के भन्छन् भने हामीलाई ट्रेनिङ गर्ने पैसा चाहियो। उनलाई 2012मै त्यो रञ्जु दर्शनलाई त अमेरिकन युथ काउन्सिलले अमेरिकामा लगेर ट्रेनिङ दिएको दाइ, देश चलाउनलाई, अझै पुगेन छ। उज्जवल थापा लगायतको टिमलाई दाइ गोविन्द केसीको अनसन बस्ने बेलामा यिनीहरू सबै आउँथे नि, यही टिम त हो नि अहिले सरकारमा आएको भनेपछि त्यतिखेर ट्रेनिङ दिएको, अझै पुगेन छ, अझै पैसा चाहियो भन्छ त्यहाँ। अब त पैसा बाँकी छैन, अब त डराउन अनि के को लागि ट्रेनिङ गर्नु? अब के बाँकी छ र डराउँछ? अब त आफ्नै डरायो त भने, आफ्नो डरले डराइदेला फेरि भोलि पछि होइन। त्यसले गर्दाखेरि अब अहिले म अस्ति राम जानकी मन्दिर जान्छु भनेको नि दाइ, फेरि पक्रिने भन्छ। माता जानकीको दर्शन गर्न जान्छु भन्दा यिनीहरूलाई कत्रो डर। त्यसले गर्दाखेरि यो डर भनेको के हो भन्दाखेरि अन्त्य हो यिनीहरूलाई। र म
यहीँबाट भन्छु, छिमेकी दुईटा मुलुक छन् नि, यी छिमेकी दुईटा मुलुकको नि पुल सुल यस्तो बफर जोन मैले बुझिनँ। छिमेकी दुईटा मुलुकको राज संस्था भनेको के बन्न सक्छ? हिन्दू अधिराज्य भनेको र राज संस्था भनेको नि छहारी बन्न सक्छ। छहारी उताबाट आएका बम छन् नि रोक्ने छहारी बन्न सक्छ कि दुईटा छिमेकीले पनि बुझ राज संस्थाको विषयमा। त्यो भन्दै लघुवित्त सहकारी पीडितहरूको कुरो त हाम्रो मेन धड्कनै त्यही हो। लघुवित्त मुटु नै त्यही हो नि। हामीले जुन उठाएको थियो नि, राजालाई लगेर पानसमा दियो बालेर हामीले त्यतिखेरै लघुवित्त सहकारी ब्याङ्क पीडित कालो सूचीमा परेको त। अब यहाँ कतिवटा कुरा आएछ भने हाम्रा अभियानमा दुर्गा प्रसादले अभियान छोड्यो कि अभियान छोडेको होइन, अलिकति मोडल चेन्ज गरेको। किनभने हिजो दुर्गा प्रसादले बोल्ने भाषा अब आजदेखि धवल दाइले पनि बोल्नुहुन्छ नि त। अब सबैले बोल्नुपर्छ। किनभने अस्ति राजेन्द्र लिङ्गदेन दाईहरूले पनि त बोल्दै माइकलाई लघुवित्त पीडित सहकारी पीडित भनेर त उनीहरूले पनि लाउँदै थिए। त्यो बोल्ने वातावरण त बनाइयो। ठगठाकै पार्टीहरूले गर्दैनन्, तर अब हामी इमान्दारसँगले गर्छौँ।